का अध्यक्ष आदरणीय भद्रकुमारी बरामज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी पत्रकारजीको फोन आएपछि फेरि उठाउनै पर्ने भएर माफ पाऊँ। यसै गरी आजको यस पत्रकार सम्मेलनमा चाहिँ आसन ग्रहणको लागि म नेपाल आदिवासी जनजाति महासङ्घका महासचिव आदरणीय दिवस राईज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आसन ग्रहणकै लागि म राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको अध्यक्ष आदरणीय निमी शेर्पाज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी हामीसँग धेरै साथीहरू पनि हुनुहुन्छ। हाम्रो आदिवासी जनजाति सङ्घ संस्थाका अध्यक्षज्यूहरू पनि पाल्नु भएको छ र यसै क्रममा हाम्रो यस पत्रकार सम्मेलनमा उपस्थित रहनुभएका सुनवार सेवा समाजका अध्यक्ष आदरणीय अमृत सुनवारज्यूलाई पनि म आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसै गरी नेपाल छन्त्याल सङ्घका अध्यक्ष हरिचन्द्र छन्त्यालज्यूलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी हाम्रो लोमी सिङ्सा कल्याण केन्द्र के भन्नुहुन्छ अरे सरी वालुङ पनि हुनुहुन्छ। वालुङ उत्थान समाजका अध्यक्षज्यूलाई पनि म आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी भुजेल समाज सेवा समितिको महासचिव आदरणीय हिलारी बन्धु भुजेलज्यूलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी नेपाल बराम महिला सङ्घको अध्यक्ष आदरणीय मिना बरामज्यूलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी फोनिज नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ काठमाडौँ शाखाका कोषाध्यक्ष आदरणीय दिपा सुनुवारज्यूलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी हामीसँग धेरै अरू साथीहरू पनि हुनुहुन्छ र यस पत्रकार सम्मेलनमा उपस्थित रहनुभएका सम्पूर्ण पत्रकार साथीहरूलाई पनि म हार्दिक चाहिँ अभिवादन व्यक्त गर्न चाहन्छु। विशेष गरेर हामीले यो आजको पत्रकार सम्मेलन चाहिँ नेपालको संविधानको धारा 56 को उपधारा 5 मा व्यवस्था भएको विशेष संरक्षित वा स्वायत्त क्षेत्र बनाउने व्यवस्था र त्यो व्यवस्थालाई कार्यान्वयन गराउनको लागि सर्वोच्च अदालतले गरेको फैसला निर्देशनात्मक आदेश चाहिँ हालसम्म पनि कार्यान्वयन नभएको अवस्थामा र त्यसलाई कार्यान्वयन गराउनको लागि हामीले दबाब स्वरूप यो पत्रकार सम्मेलन आयोजना गरेका छौँ। र यो सँगै हामीले यो पत्रकार सम्मेलन गर्नुको एउटा मकसद चाहिँ र यो यदि बरामहरूको सघन बसोबास रहेको गोर्खा जिल्लाको क्षेत्र नम्बर 1 र क्षेत्र नम्बर 2 जो चाहिँ अहिले सर्वोच्च अदालतले बराम स्वायत्त क्षेत्र भनेर गठन गर्नको लागि आदेश दिइसकेको अवस्थामा र त्यो क्षेत्रका विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले यदि यो बराम स्वायत्त क्षेत्रको बारेमा चाहिँ पहल कदमी लिएन भने र त्यो सम्बन्धमा चाहिँ यो हामीसँग चाहिँ उहाँहरूले सहमति जनाएन भने हाम्रो यो मुद्दामा उहाँहरूले मन्जुरी गरेन भने चाहिँ हामी त्यसलाई थप छलफल सहित र जसले यो यसमा सहमति जनाउँदैन त्यो दललाई चाहिँ बराम जातिले यो आसन्न प्रतिनिधि सभा निर्वाचनमा चाहिँ नो भोटसम्म गर्न सक्ने चाहिँ निर्णयमा पुग्नको लागि पनि हामी यो पत्रकार सम्मेलन आयोजना गरेका छौँ। त्यसैले हामी यो पत्रकार सम्मेलनलाई छोटकरीमा सकाउँछौँ र आजको यस पत्रकार सम्मेलनमा हाम्रो प्रेस वक्तव्य वाचन गरिदिनु हुनको लागि म नेपाल बराम सङ्घका अध्यक्ष आदरणीय भद्रकुमारी बरामज्यूलाई हार्दिक अनुरोध गर्दछु। हस्त धन्यवाद। हाम्रो यस नेपाल बराम सङ्घका सल्लाहकारज्यू अथवा र निवर्तमान नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष श्री जगत बरामज्यू र आज
यस नेपालको संविधानको धारा 56(5) भएको व्यवस्था तथा सम्मानित सर्वोच्च अदालतको निर्देशात्मक आदेश निर्देशनात्मक आदेशको कार्यान्वयनको लागि आदिवासी बराम विशेष संरक्षित र स्वायत्त क्षेत्र निर्माण र प्रतिनिधि सभा निर्वाचन 2082 को सन्दर्भमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा सहभागी हुनुहुने नेपाल आदिवासी जनजाति महासङ्घका महासचिव श्री दिवस राईज्यू, त्यस्तै नेपाल राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घका अध्यक्ष श्री निमी शेर्पाज्यू, त्यस्तै गरिकन आजको यस पत्रकार सम्मेलनको निमन्त्रणलाई स्वीकार गर्दै पाल्नुहुने नेपाल विभिन्न जातीय संस्थाका अध्यक्षज्यूहरू, जस्तै यहाँ सुनुवार समाजका अध्यक्षज्यू, त्यस्तै छन्त्याल सङ्घका अध्यक्षज्यू, त्यस्तै अरू धेरै अध्यक्षज्यूहरू मैले यहाँ देखिरहेको छु। उहाँहरूको सबैको नाम मैले वाचन गर्न सकेन र उपस्थित हुनुहुने सबै जातीय संस्थाका अध्यक्षज्यू, त्यस्तै गरिकन नेपाल बराम महिला सङ्घका अध्यक्षज्यू, त्यस्तै उपस्थित हुनुहुने विभिन्न यहाँ सहभागी बराम समुदायका सहभागी बन्धुहरू लगायत अन्य विभिन्न जातीय संस्थाबाट पाल्नुहुने आदिवासी जनजाति अधिकारकर्मीजीहरू, म आज यस नेपाल बराम सङ्घले आजको यस कार्यक्रममा हाम्रो मुद्दाको बारेमा जुन प्रेस विज्ञप्ति जारी गर्न लागेको थियो त्यसको बारेमा चाहिँ यहाँ संक्षिप्त यहाँहरू समक्ष वाचन गर्न गइरहेको छु। नेपाल बराम सङ्घ केन्द्रीय कार्य समिति काठमाडौँ 16 नेपालको संविधान धारा 56(5) मा भएको व्यवस्था र सो सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको निर्देशात्मक आदेश बमोजिम आदिवासी बराम विशेष संरक्षित वा स्वायत्त क्षेत्र निर्माण गर्ने तथा प्रतिनिधि सभा निर्वाचन 2082 को सम्बन्धमा जारी गरिएको प्रेस वक्तव्य। आदरणीय पत्रकार साथीहरू, बराम बरामु जाति नेपालको एक सीमान्तकृत अल्पसङ्ख्यक आदिवासी समुदाय हो। सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक रूपमा पछाडि रहेका बरामु समुदाय भाषा, संस्कार र संस्कृतिमा भने अत्यन्तै धनी छ भन्नेमा हामी विश्वस्त छौँ। तर यसको जगेर्ना र प्रयोग गर्न नसक्दा लोपोने अवस्थामा छ। नेपालको राष्ट्रिय जनगणना 2078 अनुसार बराम बरामु समुदायको देशभरिको जनसङ्ख्या जम्मा 7859 मात्रै छ। गोर्खा जिल्लामा अधिकांश बसोबास रहेका बराम बरामु समुदाय विशेष गरेर गोर्खा जिल्लाको बार्पा, सिलकोट, आरुघाट, भीमसेन थापा गाउँपालिकामा सङ्गन बस्ती रहेको पत्रकार साथीहरूलाई जानकारी गराउँदछौँ। नेपालको संविधानले सबै भाषा, जाति र समुदाय, भूगोल, लिङ्ग र क्षेत्रलाई समान हैसियत दिएको छ। विशेष गरेर नेपाली जनताका आकाङ्क्षा अनुरूप राज्यको पुरानो संरचनालाई व्यवस्थित गर्दै मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गएको हो। नेपालको नयाँ संविधानले 3 तहको राज्य संरचना परिकल्पना गरी सञ्चालन भइरहेको यथार्थमा हामी सबै ज्ञात नै छौँ। नेपालको संविधानको धारा 56 को उपधारा 5 ले परिकल्पना गरेको अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका विकासको लागि विशेष संरक्षित र स्वायत्त क्षेत्र बनाउने प्रावधान अनुसार त्यसलाई कार्यान्वयन गराउनको लागि हामी बरामु जातिका प्रतिनिधिहरूले तीनै तहका सरकारका ढोका पटक पटक ढडकाएका छौँ। सम्मत 2073 सालमा नै श्री बालनन्द शर्मा पौडेलको अध्यक्षतामा गठित स्थानीय तहको नामाङ्कन तथा सीमाङ्कन र
विशेष संरक्षित वा स्वायत्त क्षेत्र निर्धारण आयोगले स्थानीय तहको पुनः संरचना गर्दाको बखतमै सो व्यवस्थालाई कार्यान्वयन गराउनु पर्थ्यो। तर राज्यको प्रतिगामी सोचले त्यसो हुन सकेन र हामीमाथि ठुलो धोका भयो। त्यस समयमा उक्त आयोगले गर्नुपर्ने काम नगरिदिँदा अहिलेसम्म यो काम हुन सकेको छैन, जसले गर्दा हामी बरामु जाति जस्ता अङ्कगणितीय हिसाबले अल्पसङ्ख्यक स्रोत र साधन अधिकारका दृष्टिकोणले अति सीमान्तकृत तथा लोपोन्मुख आदिवासीको सामाजिक विकास, भाषा संस्कृति संरक्षण, सम्वर्धन, प्रवर्धन र आर्थिक विकासमा गम्भीर असर परिरहेको छ। सम्मानित सर्वोच्च अदालतले सम्वत 2075 साल पुष महिनाको 16 गते बराम जातिको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासको लागि विशेष संरक्षित वा स्वायत्त क्षेत्र बनाउनु भनी निर्देशनात्मक आदेश फैसला गरेको छ। सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सङ्घीय व्यवस्थापिका संसद सचिवालयको कार्यालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, गोर्खाको बारपा सिलिकोट गाउँपालिका, आरुघाट गाउँपालिका र भीमसेन थापा गाउँपालिकाको नाममा निर्देशनात्मक आदेश जारी गरेको बेहोरा पत्रकार साथीहरू मार्फत पुनः जानकारी गराउँदछौँ। नेपालको संविधानको धारा 56 को 5 मा राज्यको निर्देशात्मक सिद्धान्त अनुसार सङ्घीय कानुन बमोजिम सीमान्तकृत तथा अल्पसङ्ख्यक जाति समुदायको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासका लागि विशेष संरक्षित र स्वायत्त क्षेत्र बनाउन सकिन्छ भन्ने व्यवस्था गरेको छ भने धारा 295 को उपधारा 3, धारा 5 को उपधारा 4 र 5 मा व्यवस्था भए अनुसार स्थानीय तहको नामाङ्कन, सीमाङ्कन तथा विशेष संरक्षित र स्वायत्त क्षेत्र गठन गर्न आयोग बनाई कार्य अघि बढाउनु पर्नेमा सरकारले गठन गरेको आयोगले सीमान्तकृत तथा अल्पसङ्ख्यक जाति तथा समुदायको पहिचानमा आँच आउने गरी विशेष संरक्षित र स्वायत्त क्षेत्र गठन गर्न अयोग्य बनेको यथार्थ पनि यहाँलाई जानकारी गराउँदछौँ। त्यसै गरी संविधानको धारा 42 को 2 ले आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, विकास र सशक्तिकरणका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष लाभ र हक हुनेछ भनी मौलिक हकको व्यवस्था गरेको पनि यहाँलाई स्मरण गराउन चाहन्छौँ। त्यसै गरी संविधानको धारा 51 को 8 मा आदिवासी जनजातिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न अवसर र लाभको लागि विशेष व्यवस्था गर्दै यस समुदायसँग सरकार राख्ने निर्णयहरूमा सहभागी गराउने आदिवासी जनजातिको ज्ञान, सिप, सांस्कृतिक, सामाजिक परम्परा र अनुभवलाई संरक्षण र सम्वर्धन तथा प्रवर्धन गर्ने कुरा उल्लेख गरेको छ। त्यस्तै धारा 51 को 9 मा अल्पसङ्ख्यक समुदायलाई आफ्नो पहिचानको कायम राखी सामाजिक र सांस्कृतिक अधिकार प्रयोग अवसर र लाभको लागि विशेष व्यवस्था गर्ने उल्लेख गरेको छ। नेपाल पक्ष राष्ट्र रहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि आइलो कन्भेन्सन 169 169 का विभिन्न धाराहरूले आदिवासी जनजातिहरूको अग्राधिकार र आत्मनिर्णयको अधिकारलाई प्रत्याभूत गरेको छ। त्यसै गरी संयुक्त राष्ट्र सङ्घको आदिवासी सम्बन्धी घोषणा पत्र 2007 ले सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासलाई प्राथमिकरण गर्दै
ती अधिकारलाई सुनिश्चित गर्ने व्यवस्था पनि गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 9 मा भएको व्यवस्था अनुसार कुनै पनि गाउँ वा नगरपालिकाको ऐतिहासिक महत्त्व, पुरातात्विक वस्तु, कला वा संस्कृतिको संरक्षण गर्न, पर्यटन प्रवर्धन गर्न, उपयुक्त देखेमा सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्ने प्रावधान छ। त्यस्तै स्थानीय सञ्चालन ऐन 2074 को परिच्छेद 14 को दफा 99 मा भएको व्यवस्था अनुसार सामाजिक सांस्कृतिक संरक्षण वा आर्थिक विकासको लागि प्रत्येक सरकारको परामर्शमा कुनै क्षेत्रलाई नेपाल राजपत्रमा सूचना प्रकाशित गरी विशेष संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिनेछ भन्ने प्रावधान रहेको पनि पत्रकार साथीहरू मार्फत यस पत्रकार सम्मेलनमा जानकारीको साथ अनुरोध छ। यसर्थ आधुनिक नेपालको लागि 2007 सालमा भएको क्रान्ति, 2046 सालमा भएको जनआन्दोलन, धर्मनिरपेक्षता सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि 2052 सालमा सुरु भएको सशस्त्र जनयुद्ध, 2062-63 को जनआन्दोलन, आदिवासी आन्दोलन, थारू आन्दोलन, मधेस विद्रोह, जेन्जी पुस्ताको नाममा भएको आन्दोलन लगायतका क्रान्तिकारीहरूप्रति सम्मान गर्दै ती आन्दोलनमा शहादत प्राप्त शहीदहरूमा श्रद्धासुमन अर्पण गर्न चाहन्छौँ। नेपालको विभिन्न क्रान्ति र परिवर्तनहरूमा बरामु समुदायको पनि बलिदानसहित उल्लेखनीय योगदान रहेको स्मरण गराउँदै नेपालको संविधानको धारा 2, धारा 42, धारा 43 को 2, धारा 51 को 8 र 9, धारा 56 को 5, धारा 295 को 2 तथा स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 9, परिच्छेद 14 को दफा 99, अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि नम्बर 169 का विभिन्न धाराहरू र संयुक्त राष्ट्र सङ्घको आदिवासी सम्बन्धी घोषणापत्र 2007 अनुसार सम्मानित सर्वोच्च अदालतले गोर्खा जिल्लाको बारपा सुलीकोट गाउँपालिका, आर्यघाट गाउँपालिका र भीमसेन थापा गाउँपालिकालाई सम्बद्ध 2075 साल पौष महिनाको 16 गते बरामु जातिको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासको लागि विशेष संरक्षित र स्वायत्त क्षेत्र बनाउनु भनी निर्देशनात्मक आदेश जारी गरेकोले यथाशीघ्र उक्त आदेश कार्यान्वयन गर्दै बराम विशेष संरक्षित वा स्वायत्त क्षेत्र बनाउन नेपाल सरकार तथा राजनीतिक दल र ती दलका गोर्खा जिल्लाका निर्वाचन क्षेत्र नम्बर 1 र 2 का उम्मेदवारहरूलाई हामी बरामु समुदायसँग यस मुद्दामा सहमति सहित मन्जुरी गर्न नेपाल बराम सङ्घ मार्फत यस पत्रकार सम्मेलनबाट आग्रह गर्दछौँ। यदि गोर्खा जिल्लाको क्षेत्र नम्बर 1 र 2 का सबै पार्टी वा दलका उम्मेदवारहरूले नेपालको संविधानको धारा 56(5) मा भएको व्यवस्था र सो सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको निर्देशात्मक आदेश कार्यान्वयन गराउन मन्जुरी नभई सहमति नगरेमा प्रतिनिधि सभा निर्वाचन 2082 मा बराम जातिका मतदाताहरूले नो भोट गर्ने समूहको निर्णय गर्न सक्ने जानकारी यसै पत्रकार सम्मेलन मार्फत सार्वजनिक घोषणा गर्दछौँ। उगेप्से नमस्कार। हस्त यहाँहरूको केही जिज्ञासा भए राखिदिनुको लागि अनुरोध गर्छु। धन्यवाद छ अध्यक्षज्यूलाई यो प्रेस वक्तव्य प्रस्तुत गरिदिनु भएकोमा। यी पत्रकार साथीहरूको यस विषयमा केही जिज्ञासा प्रश्नहरू छन् भने म राखिदिनको लागि हार्दिक अनुरोध गर्दछु। समर्थन
अरू प्रश्नहरू छन्? अध्यक्षज्यूले केही भन्नुहुन्छ कि? अरू छ केही? हस् त यहाँहरूको पहिलो प्रश्न जुन छ मुद्दा बोक्ने पार्टीलाई मतदान गर्न सके, जसले हामीसँग यो सामान्य सर्वोच्च अदालतको आदेशको बारेमा कानुन बनाएर सङ्घीय कानुन बनाएर कार्यान्वयन गराउने प्रतिबद्धता जारी गर्छ, त्यस्ता दलहरूमा मतदान जाहेर गर्नको लागि हामी स्वैच्छिक रूपमा अथवा हाम्रो बराम समुदायका बन्धुहरूले चाहिँ आफ्नो स्वैच्छिक मतदान गर्न सक्नुहुनेछ। यदि त्यो जुन राजनीतिक पार्टीले जसले चाहिँ आफ्नो यो मुद्दाको बारेमा बेमुन्जर जनाउँछ अथवा सहमति राख्दैन, त्यस्तो पार्टीलाई हामीले मतदान दिनुपर्छ भन्ने छैन। त्यसैले पनि हामी जसले हाम्रो मुद्दा बोकिदिन्छ उहाँहरूले नै मतदान गर्न स्वेच्छा हुनेछ। अर्को छ, यहाँभन्दा अगाडि किन गर्नु भएन यो जागरण भन्ने कुरा जुन गर्नुभएको छ, यसको लागि धेरै धेरै धन्यवाद। हामीले यहाँभन्दा अगाडि कार्यक्रमहरू धेरै गरेका छौँ। हामीले जुन सामान्य सर्वोच्च अदालतले बरामको 2-3वटा गाउँपालिका भीमसेन आरुघाट र बारपा सुलीकोट गाउँपालिकाको लागि भनेर घोषणा अथवा उत्पन्न प्रमादेश जारी गरेको छ। त्यसको बारेमा हामीले 3वटा गाउँपालिकाका जनप्रतिनिधि राजनीतिक पार्टीहरूलाई बारम्बार हामीले निमन्त्रणा गर्दै कार्यक्रमहरू जानकारी गराएका छौँ। यद्यपि उहाँहरूले यसलाई कार्यान्वयन गर्ने क्रममा कसैले पनि चासो राख्नु भएन। कयौँ राजनीतिक पार्टीहरूले त हाम्रो कार्यक्रममा सहभागी नै नभएको अवस्था पनि छ भने कयौँ राजनीतिक पार्टीहरूले कार्यान्वयन गर्नको लागि आले टालेर हामीलाई छलछाम गरिरहेको अवस्था पनि छ। यसैलाई मध्यनजर गर्दै हामीले यो कार्यक्रम फेरि आसन्न निर्वाचन भइरहेको अवस्थामा हरेक राजनीतिक पार्टीहरूले आदिवासीको मुद्दालाई चाहिँ उनीहरूको घोषणा पत्रमा प्रतिबद्धता पत्रमा यो समेटोस् भन्ने हामी चाहन्छौँ र त्यसको लागि नै यो कार्यक्रम आयोजना गरेको पनि यहाँहरूसँग चाहिँ म जानकारी गराउँदछु। हस् त, अध्यक्षज्यूलाई धेरै धेरै धन्यवाद छ। यसमा चाहिँ मैले अलिकति थप्न खोजेको चाहिँ जस्तो कि हामीले सार्वजनिक रूपमै यो आह्वान गरिराखेका छौँ र जुन राजनीतिक दल वा उम्मेदवारले हाम्रो यो मुद्दामा सहमति छ, हामी यसलाई कार्यान्वयन गराउनको लागि चाहिँ हामी अगाडि बढ्छौँ भनेर चाहिँ प्रतिबद्धता आयो भने हामी सार्वजनिक रूपमै हामी नेपाल बराम सङ्घ मार्फत चाहिँ त्यो आह्वान गर्नेछौँ। र यदि कुनै दलले कुनै उम्मेदवारले यसमा हाम्रो असहमति छ, हामी यसमा यो मुद्दाप्रति मन्जुर छैनौँ भन्यो भने हामी त्यो दलको उम्मेदवारलाई चाहिँ मतदान नगर्नको लागि पनि हामी सार्वजनिक आह्वान गर्नेछौँ। र त्यो सँगै हामीले अघि अध्यक्षज्यूले भन्नुभयो जस्तै पटक पटक हामीले राजनीतिक दलका नेता, स्थानीय तहको सरकार, प्रदेश सरकार, सङ्घीय सरकारका पनि विभिन्न मन्त्रीहरूलाई यो विषयमा पटक पटक ताकेता गरिसकेका छौँ। त्यस कारणले गर्दाखेरि हामी ताकेता गर्दा गर्दै पनि यो कार्यान्वयनमा नआएको अवस्थाले गर्दाखेरि यो निर्वाचनको मुखमा आइसक्दाखेरि र यदि निर्वाचनका उम्मेदवारहरूले विशेष गरेर यो 2वटा निर्वाचन क्षेत्र गोर्खाको निर्वाचन क्षेत्र नम्बर 1 र निर्वाचन क्षेत्र नम्बर 2 का जुनसुकै दलका उम्मेदवारहरू भए पनि यो दलको उम्मेदवारहरू यो मुद्दामा सहमत छन् भने ती दललाई हामी भोट दिन्छौँ र सहमत छैनन् भने त्यो दललाई हामी बहिष्कार गर्छौँ, उनीहरूलाई भोट दिँदैनौँ भन्ने उद्घोषका साथ चाहिँ यो बरामसँग अगाडि